जो कुरा गर्ने भने रेडियो नेपाल र टेलिभिजन कांग्रेस पार्टीको दाइजो, बीबीसी लन्डन अमेरिकाको दाइजो, कुवेत बाहिर मात्र स्वतन्त्र, भित्र 29 राष्ट्रको दाइजो, एयरपोर्टमा काम गर्ने एयर होस्टेस जति पाइलटको दाइजो, हस्पिटलमा काम गर्ने नर्सहरू डाक्टरको दाइजो, किनकि सल्लाह बिना कामै गर्दैनन्, फेरि कुरा अन्तै जाला। डिग्री अनार्स केटी जति सब पुलिसको दाइजो, लज होटलमा काम गर्ने केटी जति ड्राइभरको दाइजो, कन्डक्टर मेरो भागै राखेन भनेर रिसौला। ल भइगयो, राम्रा तरुण जति सब तेरै दाइजो, बसैमा लिएर जा, बसैमा लिएर आइजो। आज मेरो भाग्य खुल्यो, देख्दैमा मख पर्लास्, लभ गर्न त त्यति बाबु गफसम्म गर्लास्। पहिला पाला बुढाबुढी टीका लाउनु भनेर ससुराल आएछन्, टीका टाला झमर लाएर फर्कै आएछन्, घर रहेछ पनौतीमा ससुराल रहेछ आलमघाट, टडक बस जे आयो उठाउँदा रहेछन् दुईटै हात, ड्राइभरले गाडी रोदै रोकेन, तिनलो इन्सँगलाई बहुदै बोकेन। साँझ गर्न आँटिसक्यो, घर कसरी पुग्ने स्वाइन्चाइले भन्छ एउटा अक्कल नआउने, तपाईँ कालोमुनि लुक्नुहोस्, म गाडी रोक्छु, ड्राइभरले मलाई बोकेछु, म तपाईँलाई बोक्छु भन्ने हुन्छ भनेर हत्तनु पत्ता लोइन चाहिँ कालोमुनि पुगेछ। त्यही बेला एउटा लोड गाडी आइपुगेछ, एउटा आइमी मात्रै थियो, ड्राइभरको जात हातै नदिकन ब्रेक लगाएछ, स्वाइन चढ्न पाएको छैन, लोइन चाहिँ पछि आएछ। यो को भनेर सोद्धा मेरो लोनी भन्ने जवाफ पाएछ। माछे भाउ त्यो ड्राइभर साहब जे खाएछ, थुक्क बुद्धि आइमी भनेपछि देख्दै नहुने, सिसाडा बाहिर थुकेछ, 1 नम्बर गेयर लाग्छु भन्दा ब्याक गेयर लाग्नु पुगेछ। छि यो के भा भन्दै गाडी अगाडि बढाएछ।